मित्रहरू नमस्कार। आज म देखाउँदैछु घरमा राखेको खाद्यान्न अथवा अन्नमा किरा लागेर हैरान पार्छ। पुत्तली लाग्छ, घुन लाग्छ, अर्का यी चिप्लेसा किरा के किरा हुन् सबै लागेर एकदमै हैरान पार्छ। त्यो खानालाई लाएकै छोड्दैन, एकदम 1-2 महिना रह्यो कि एकदम किरा लागेर खानी जस्तै हुँदैन। त्यो हो, त्यसको समाधानको लागि मैले यो भिडियो बनाएको छु। हेर्नुस्, यसरी यदि तपाईको पनि त्यस्तो समस्या छ, अन्नमा राख्नु चाहनुहुन्छ भनेदेखि यसरी बनाएर राख्नु होला। यो एकदम कारगर विधि हो। यहाँ मैले यस्तै एउटा कपडाको टुक्रो लिनुस्, त्यसमा केही लौङका पिसहरू राख्नुस्, त्यसैमा थोरै चिनी राख्नुस्, त्यसमै अलिकति गोलमरिच राख्नुस् र त्यसमै घरमा हुने बेसार जुन बेसार छ त्यो राख्नुस् र यसलाई पोटली बनाएर यसरी अन्नको माझामा राखिदिनुस्। धान, चावल, मकै, गहुँ अथवा पिठो जे छ तपाईको हो त्यसमा यसरी तपाईले हालेर राखिदिन सक्नुहुन्छ। यहाँ पनि मैले राखेको छु बनाएर हो। यसरी पोटली बनाएर अन्नको बीचमा राखिदिनुस्, किरा लाग्दैन, एकदमै जाने सफा रहन्छ है त।